पानी परेपछि हरियो परियोहरू सबै यस्ता हुन्छन्। यहाँनिर यहाँनिर पानी परेर यहाँ यसरी यहाँनिर सुती पनि राखेका छन्। यहाँनिर एउटा यहाँ ओछ्यान खोज्दैछन्। यहाँनिर तँलाई नकुटी भएको छैन, तँलाई त काम बिगारेर यहाँ लुक्छेस कुटुम त बदमासी त धेरै बदमासी भएको छस् नि। सबै पानी परेपछि आकाशको पानी भनेको मल हो। सबै हरियो परियो यसरी हरियो परियो आनन्द भएको छन्। यहाँका काँक्राहरू पनि सबै खाएर सकिदिएछन्। यहाँनिर अस्ति गमलामै फलेका काँक्राहरू लतरम्मै थिए, सबै अहिले त सकिएछन्। अहिले यतातिर फलिराखेका छन् होइन। अब यहाँनिर चाहिँ यस्तो छन् हरियो परियोहरू। अब म यहाँनिर पानी परेर यहाँ अहिले बेसलन रोप्न जानु भनेको। यहाँनिर खोर्सानीहरू माथि अकबारे रोपिदिएको मैले त्यहाँनिर लाम्ची अस्ति गोदिदिएको यस्तो भइरहेछन्। यहाँनिर स्विमिङ पुल बनाइदिएको, यहाँनिर स्विमिङ पुल नखेलेर यस्तो बिजोक भइरहेछन्। यहाँनिर पारिपाता धान रोप्नेहरू छन् यसरी। अब हाम्रो चाहिँ यहाँनिर यो मकै खाएर मात्रै अब यो हप्ता दिनमा नै खाने बेला हुन्छ। यहाँ त्यति त मकै पाक्छन् होइन। अरू कुरा त्यस्तै हो। यहाँनिर ल अरे आँपको बिउहरू तल झरेर भइरहेछन्। बिउ चाहिएमा सम्पर्क राख्नु होला। यो सबै अस्ति घामले मऱ्यो पानी नपरेर। हरियो मकै चाहिँ कसैलाई आए मनपर्छ भनेदेखि यहाँनिर सम्पर्क राख्नु होला। यहाँनिर सन्नै छ मकै, माथिदेखि तलसम्म मकै छ।